एभ्रिवान, आज चाहिँ हामी धेरै समयपछि बुढाबुढी कतै घुम्न निस्किरहेका छौँ। यो हाम्रो यात्रा भनेको भेटारमा रहेको भ्यूटावरतर्फ रहेको छ। सम्झनाका लागि यो भ्लग बनाउने कोसिस गर्दै हामी बाइकमा सरर भेटारको चिसो हावा खाँदै हाम्रो यात्रातर्फ अगाडि बढिरहेका छौँ। फाइनली अहिले चाहिँ भने हामी भेटारमा रहेको भ्यूटावरतर्फ पुगिसकेका छौँ। वरपरको दृश्यहरू अवलोकन गरिसकेपछि अब हामी भ्यू टावरतर्फ जान तयारी गर्दैछौँ। भ्यू टावर स्काई वकको इन्ट्रेन्स भने यस्तो रहेको छ। स्काई वकमा वक गरिसकेपछि अब भने हामी बुढाबुढी फोटो भिडियो बनाउनतर्फ व्यस्त भएका छौँ। यस स्काई वक जोनबाट चाहिँ हामीले भेटारको दृश्य मजाले अवलोकन गर्न सक्छौँ। स्काई वक घुमिसकेपछि अब भने हामी यहाँबाट एक्जिट गर्दैछौँ। यहाँबाट फोटोहरू खिचिसकेपछि अब भने हामी सिधै भोक लागेकोले खाजा खानातर्फ जान्छौँ। भेटारमा रहेको खाजा खाने होटलहरू हामीले यहाँ राम्ररी देख्न सक्छौँ। अब भेटार घुमिसके पश्चात हामी धरानतर्फ झर्दैछौँ। भेटारदेखि धरानसम्मको यात्रा जम्मा 16 किलोमिटरको रहेछ। भेटारबाट धरानतर्फ झर्दै गर्दा त्यहाँ 1000 फिट बुद्ध स्ट्याचुहरू रहेछ र त्यहाँ पनि हामीले दर्शन गऱ्यौँ। फाइनली अब हामी बुढाबुढी हाम्रो घर धरानतर्फ जाँदैछौँ। बाइ बाइ भेटार, सी यू सुन।